अहिले हाम्रो गुन्द्रे बजार जाँदैछौँ। एकादशी मेला लाग्छ हाम्रो। एकादशीमा एकदमै ठुलो मेला लाग्छ। बजार जाने मान्छेको हालत यस्तो हो। चप्पल लाएर यो पानी परेको बिहानदेखि पानी छ। गाडीहरूको ढुङ्गाले यस्तो हो कि हिँड्न ठाउँ छैन यहाँ। मान्छेहरू पनि त्यस्तै छन्। बिहानदेखि पानी पर्दा पनि पानी नपरेको बेला भने कस्तो हुन्छ होला पता। नि पर्दा पनि मान्छेहरू मेलामा क्या हो पानी लाग्यो सब सिम्पल बजार तलेकै सकेर जाएको बाटोको अवस्था कस्तो बाटोको अवस्था। बजारमा छुटेको चप्पल कसो गाइज? चप्पल यहाँ त चप्पलको मेला उहाँ पनि त्यहाँ पनि चप्पल छोडेको कस्तो कोसा कस्तो भयो गाइज? यहाँ त एकदम खतरा चिज के पाइयो हेर म त। कतिको कपडाहरू होइनहरू त्यो चप्पल कस्तो छुट्यो गाइज? गुन्द्रे बजारमा चाहिँ लगभग अझै 10 जोडी जति चप्पल चाहिँ भेट्टा भएको थियो क्या। पानी परिरहेको अझै पनि पानी परिरहेको तै पनि मान्छेहरू भयो पनि यहाँ ठुलो रोटेपिङ पनि चलिरहेको हाम्रोमा। मान्छेहरू सधैँ लाइनमा आउनु त्यत्रा मान्छे चढेन लाइन छ यहाँ रोप्ने जस्तो भइसक्यो। डिजे पुरा छ यहाँ पुरा। 50 खोला पारी पनि बजार लाग्छ हेर्नु त। खोलाको बिचमा बजार लाग्छ यहाँ। ए मान्छेहरू यति धेरै भिडभाड छ यहाँ चाहिँ विशेष गरेर के छ लाउरे भाइ? पहिला चाहिँ यस्तो यो चिसो मौसम यताउता भनेपछि ठ्याक्क बसेर फिल्म हेर्न मन लाग्थ्यो। अहिले त खाना मात्रै जे माने खाना मात्रै सोच्छ यहाँ नखानु यहाँ आइसक्यो अन्त खानु न। तपाईँ खिचाएन घोङ्गी र माछा त्यसपछि अनि यो चिचर अब यति त खाना परेको रहेछ सारो गाउँमा आएछ त। साथीहरू हामी चाहिँ अब सुन्तला किन्यौँ अनि चिचर खायौँ हामीले। माछा घोगी खायौँ। हिलो लास्ट केही पनि किन्ने जस्तो मेसै पाएन।